मेरो कविताको शीर्षक छ बिरामी र नर्स। ती आमाले स्याहार गरे जस्तै बाल बच्चा, नर्सिङ पेसा त्यस्तै हो नि नठान है कच्चा, नठान है कच्चा। बिरामीको सेवा गर्दै खट्ने दिन रात, बुझेका छन् बिरामीले नर्स नै हो खास, नर्स नै हो खास। बिरामीलाई नैले धानेका नर्सिङ पेसा संसारले मानेका। अस्पतालमा काम गर्ने छोरी तपाईँ हाम्रै, बिरामीको सेवा गर्दै आएका छन् राम्रै। नर्सको मन दुखी पार्ने नगरौँ है काम, यिनको इमान्दारी माथि नहोस् छल छाम। सकारात्मक सोच राखी कन गरेका छन् सेवाको भावना। बिरामीको कुरुवा र नर्स बीचको नाता, हेलमेल हुनु पर्छ हाँसी खुसी साथ। जसले गर्दा बिरामीलाई आत्मा बल बढ्छ, त्यो देखेर बिरामीको व्यथा केही घट्छ। बिरामी र नर्सको नाता नङ्ग्र मासु जस्तै होस् परगाड। बिरामीलाई साह्रो गाह्रो पर्यो भने पनि, उनै नर्स अघि सरी गर्छिन् सघाउनी। नर्सिङ पढ्ने जतिलाई आमा मान्नु पर्छ, यिनले पनि धर्म छोडे कसले सेवा गर्छ। जिम्मा दिएर डाक्टरले पनि नर्सकै भरमा छोड्दछन् बिरामी। नर्सिङ जस्तो छैन अरू यो पवित्र पेसा, बिरामीले बुझेका छन् अरूलाई के थाहा। बिरामीको सेवा गर्ने ती 24 घण्टा, अरू केही देख्दिन म नर्सिङ पेसा भन्दा। जनताले मान्दछन् ठुलो नर्सिङ पेसा, कसैले नभुलो। डाक्टरलाई बिरामीले देउता माने जस्तै, बुझेकाले नर्सलाई मानेका छन् त्यस्तै। नुनको सोचो गर्छन् सधैँ इमान्दार बनी, त्यही भएर नर्सको जागिर तारिफ गर्छु मनी। बिरामीको हितको लागि नर्स सधैँ देख्दछु अगाडि। अहोरात खट्ने सधैँ बिरामीको लागि, लाज घिन नमानेर सेवाको भाव राखी। काम गर्छन् भोक निन्द्रा केही नभनेर, निस्वार्थी भई सेवा गर्छन् सधैँभरि हेर। नेपालीले अरूले पनि नर्सबाट पाठ सिक्नु परेछ नि। सरकारले नर्सिङ पेसा ध्यान नदिँदाखेरि, विदेशतिर पलायन भए धेरै छोरी। सरकारले ध्यान देओस् अब यतातिर, नर्सिङ पेसा पढ्नेहरू पारुन् ठाडो शिर। यो राज्यले मूल्याङ्कन गरोस्, जागिर खान विदेशमा नपरोस्। यो राज्यले मूल्याङ्कन गरोस्, जागिर खान विदेशमा नपरोस्। धन्यवाद, नमस्कार।